गुड मर्निङ सबैमा। हाम्रो नेपालको एक उत्कृष्ट राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा हामी जाँदै थियौँ। हामी जङ्गल सफारी गऱ्यौँ। चट्टै सुशील सर र म मस्तक लगाएर हिँडिरहेको थियौँ। अनि त्यहाँ हिँड्दा हिँड्दा यति रमाइलो भएको थियो, यस्तो रमाइलो भएको थियो है, कुरै नगरौँ। अब हामी त्यहाँबाट चाहिँ हामीले अब चाहिँ हात्ती गैँडा के देख्छौँ भने, तर हामीले चाहिँ एक्कासी त्यहाँ हात्ती देख्यौँ कि भनेको देखाइन्छ गैँडा देख्यौँ। त्यो पनि गैँडाको पछाडिको भाग मात्र देखियो। अनि हामी फेरि अगाडि अब केही छैन खसै रहन्छ भन्दै हिँड्दै गइरहेको है। अनि लास्टमा हामी चाहिँ यस्तो तपाईँहरू हेर्न सक्नुहुन्छ त्यहाँनिर यस्तो खतरा चिज देख्छौँ। त्यो तपाईँले रोक्नुहोस्, वेट गर्नुहोस्। तपाईँले वेट गर्नै पर्छ त्यसको लागि चाहिँ, किनकि राम्रो चिज ऊ देख्नुभयो। हो त्यो चाहिँ थोरै लिटिल देख्नुभयो होइन। अब वेट गर्नुहोस्, अझै तपाईँ दमदार देखाउनेछौँ हामीले, यस्तो दमदार देखाउँछौँ। अनि हामी चाहिँ त्यहाँबाट यस्तो हाम्रो पछाडिको मात्र भाग देखियो भनेर ल हेर्नुहोस् कस्तो रमाइलो छ। वा हेर्न सक्नुहुन्छ तपाईँ अझै। ल हामी हिँड्दै थियौँ अनि अगाडि ट्याक्क अब फेरि आउँछ क्या ड्याममै अगाडि यसरी आइदिन्छ भने ल वा यो हो नेपालको सान गैँडाज। राइनो होइन गैँडाज हो, गैँडाज। चितवन आउनुहोस्, गैँडाज हेर्नुहोस्, एकदम राम्रो रमाइलो मनमोहक दृश्य देख्न सक्यो। हामी जङ्गलमा एक्कासी हाम्रो उसको अगाडि आइदिरहेको क्या मजाले। अब हामी ल दुई तल्लै वाउ हो, यम्मी सुरु गरौँ। गरौँ। अनि हामीले हेर्नुहुन्छ कस्तो मजाले खाएको छ सरले। म त हेर्दै हाँसिरहेको छु क्या, किन यसरी खाएको भनेर पुरा